अहिले रातको करिब 10 बज्दै गर्दा हामी ठुलाचौरदेखि करिब 15 मिनेटको पैदल यात्रा पश्चात हामी गौमुखी सामुदायिक होमस्टेको नजिक आइपुगेका छौँ। नमस्ते नमस्ते लिनुस् अर्जुन सर, धन्यवाद यो न्यानो स्वागतको लागि। ल सबैलाई नमस्ते। यति बेला हामी अर्खामा रहेको यो गौमुखी सामुदायिक होमस्टेमा छौँ, गौमुखी गाउँपालिका 2 किनाम अर्खा प्युठानमा। यहाँबाट भोलि गौमुखी दर्शन हुनेछ। ल गुड मर्निङ सबैलाई। हिजो अबेरसम्मको रमझम पश्चात आज बिहानै उठेर हामी अब यहाँबाट चिया पिएर गौमुखी गुफातर्फको यात्रा हामीले तय गर्दैछौँ। उहाँ चाहिँ 1 कपले नपुगेर चिया थपी खानु भएको छ। अझै थपे पनि छ है, नलजानु। ल अब यहाँबाट हामी बिहानी पखको सुन्दर दृश्यहरू अवलोकन गर्दै केही बेरमै हामी गौमुखी गुफा पुग्नेछौँ। यहाँ लेख भएको कारण कोदो अलि चाँडै रोपिन्छ। यहाँ लगभग पाक्न लागिसकेको छ कोदो, देख्न सक्नुहुन्छ तपाईँहरूले। र यहाँ चाहिँ एउटा गोठ छ बाटोमा, गोठमा कुखुरा बाख्राहरू सँगै बाँधेको। अनि यहाँ एउटा सानो नानीले खाना पकाउँदै गरेको दृश्यले हाम्रो ध्यान यतातिर खिच्यो। अब बिहान छिप्पिँदैछ, घाम तल सरेको हामी देख्न सक्छौँ। र हामी अहिले स्वर्गीय हरिमान नन्दकली र चिन्तामणी बुढाको स्मृतिमा बनाएको गौमुखी निसेल गेट र चौपारीमा आइसकेका छौँ। अब यहाँबाट चाहिँ सिँढी मार्ग हुँदै हामी केही मिनटमै गौमुखी पुग्नेछौँ। देख्न सक्नुहुन्छ यो चाहिँ गौमुखी निस्किने सिँढी बाटो। यतातिर ढिकमा एकदमै अप्ठ्यारो छ, रेलिङ लगाएको अवस्था छ पारीतिर। यहाँबाट अब केही समयमै केही मिनटमै हामी गौमुखी मूलमा पुग्नेछौँ। झुम्रुक नदीको उद्गम स्थल तथा प्युठान जिल्लाकै दोस्रो धार्मिक स्थल। र यहाँ केही ठाउँमा बाटोहरू पहिरो गएर थोरै डिस्टर्ब छ। एकदमै चिसो सिरेटो चलिरहेको छ। यहाँ लगभग उठहरूले हातका औँलाहरूले कामै गर्न छोडिसकेको अवस्था छ। र यहाँ चाहिँ पहिरोले रेलिङ थोरै भत्काएको रहेछ। यहाँ देखिएका अति सुन्दर वनफुलहरूले हाम्रो ध्यान खिच्न सफल छन्। बिहान छिप्पिँदैछ बिस्तारै। झिमरुक नदीको सुस्याउँदो आवाज सुन्दै अगाडि बढ्न हामीलाई एकदमै आनन्द आइरहेको छ अहिले। ल अन्ततः हामी गौमुखी लगभग आइसक्यौँ। अब यही नै हो गौमुखी। यहाँदेखि माथि स्नान गर्ने ठाउँ। ल साथीहरू, यति बेला हामी ठ्याक्कै गौमुखी आइसकेका छौँ। देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ पानी नै पानी छ। लगभग भिजिसक्यो। यहाँनेरि चिसो चाहिँ ओहो यति छ। ल यति बेला हामी गौमुखी आइसकेका छौँ। यहाँ जुत्ताहरू खोलेर माथि गएर स्नान गर्ने कुरा छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यता खोला र यहाँबाट यो 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 गेटबाट माथि गौमुखी गुफा छ। त्यहाँनेरि अहिले एकदमै चिसो भइरहेछ। खासमा त्यहाँ माघे सङ्क्रान्तिको दिन पूजाआजा गरेर स्नान गरेर मनको कुरा माग्यो भने पुग्छ भन्ने प्रचलन रहिआएको छ। हामीले माघमा नुहाउन सकिएन। माघको भाग चाहिँ अहिले नुहाउँदैछौँ गएर। ल यहाँबाट माथि देख्न सकिन्छ गौमुखी गुफा। त्यहाँबाट यताबाट मन्दिर पूजाआजा गरेर हामी गौमुखी गुफाभित्र पसेर स्नान गर्नेछौँ। यहाँ एउटा अनौठो दृश्य देखियो। ल यहाँबाट चाहिँ हामी गौमुखी गुफा प्रवेश गर्दैछौँ।
माघे सङ्क्रान्तिको दिन यो गुफामा स्नान गरियो भने मनले आँटेको कुरा पुग्छ भन्ने विश्वास रहिआएको छ। ल हामी चाहिँ यति बेला गौमुखी गुफा प्रवेश गरिसकेका छौँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ गौमुखी गुफा। यहाँ चाहिँ ल यति बेला हामी गौमुखीमा आएर स्नान गरिसकेर बाहिर निस्केका छौँ। एकदमै चिसो छ गाइस। र यो पवित्र ठाउँमा तपाईँहरूले पनि एकचोटि भ्रमण गर्ने अवसर नगुमाउनुहोला। हामी फेरि भेट्नेछौँ। धन्यवाद।